हेलो एभ्रिवान। आज वर्ल्ड डायबिटिज डे र नेपालमा पनि अझै पनि डायबिटिज सम्बन्धी धेरै मिसकन्सेप्सन्सहरू गलतफहमीहरू मान्छेहरूमा छ। आज हामी बुझ्नेछौँ साँचो कुराहरू के हो त, सामान्य मिथ्सहरू के हो र स्वस्थ खानेकुरा के हो त। यस वर्ष वर्ल्ड डायबिटिज डेको थिम डायबिटिज एक्रस अल लाइफ स्टेजेस, मतलब हरेक जीवनको हरेक चरणमा डायबिटिज हुन सक्छ र हरेक चरणमा हामीले त्योसँग बस्ने कोसिस गर्नुपर्ने हुन्छ। अब मिथहरूको कुरा गर्ने हो, मिसकन्सेप्सनको कुरा गर्ने हो भनेपछि मान्छेहरूलाई के छ भन्दाखेरि मेरो त सुगर नर्मल छ, मलाई त कुनै पनि डरै छैन। तर वास्तविकता के हो भन्दाखेरि प्री डायबिटिज भन्ने कन्डिसन साइलेन्ट हुन्छ र इभन डायबिटिज आफै पनि साइलेन्ट हुन्छ जबसम्म उसलाई मान्छेलाई लक्षण देखेको हुँदैन। भएर चाहिँ नियमित चेक जाँच चाहिँ गरिराख्नु पर्ने हुन्छ। नेक्स्ट मिथ भनेको मान्छेहरूलाई के छ भने चाहिँ एक्सर्साइज मात्रैले सुगर नियन्त्रणमा हुन्छ। कतिपय बिरामीहरू आउँछन्, होइन डाक्टर साहब मेरो त सुगर, ओहो तपाईँले त सुगर देखियो, तपाईँले त दबाई खानुपर्छ भन्दाखेरि होइन डाक्टर साहब म त एक्सर्साइज गरेर म घटाइहाल्छु, मलाई चाहिँ दबाई चाहिँ आवश्यक पर्दैन। होइन, यो मिथको वास्तविकता के हो भन्दाखेरि एक्सर्साइज जरुरी छ, इम्पोर्टेन्ट हो, एकदमै इम्पोर्टेन्ट, हामीले पनि एडभाइस गर्छौँ। तर डाइट र मेडिकेसन सँगै हुनुपर्छ अनि बल्ल त्यसको फाइदा हुन्छ। अर्को मिथ मान्छेहरूलाई के छ भन्दाखेरि टाइप 2 डायबिटिज अथवा डायबिटिज सुगर इट्सेल्फ केवल बुढापाकाहरूमा, बुढेसकालमा 50 भन्दा माथिका मान्छेलाई मात्र हुन्छ, होइन। आजकलको ट्रेन्डमा विदेशदेखि नेपालमा, इभेन नेपाल इन्डियातिरमा पनि यङ एज डायबिटिज, कम उमेरमा डायबिटिज र इभेन सानो बच्चाहरूमा पनि डायबिटिज देखिने ट्रेन्ड बढी भएको कारणले हामीले सतर्क हुनुपर्ने हुन्छ। यो अब केवल बुढेसकालको रोग मात्रै भएर चाहिँ सीमित भएन। अर्को कुरा मान्छेले मिथ के छ भने ब्राउन राइस मात्र खान्छु त्यसैले मात्र पर्याप्त हुन्छ, होइन। ब्राउन राइस खानुहोस् अथवा चाहिँ तपाईँले जेसुकै खानेकुरा जुन खानुहुन्छ नि त्यसको पोर्सन र ब्यालेन्स डाइट धेरै इम्पोर्टेन्ट हो। के खान्छु भन्दा पनि पोर्सनमा खानुपर्ने हुन्छ। अर्को मिथ के हुन्छ मान्छेलाई भन्दाखेरि मिठाई भन्ने कुरा त अब त मैले जीवनभरि नै छोडिहाल्नु पर्यो हो। तपाईँले धेरै जसो डक्टरहरूलाई, हामी कहाँ पनि बिरामीहरू आउँछन्, मिठाई चाहिँ खानुहुन्न हामीले भन्छौँ। तर यदि कुनै मान्छेको सुगर कन्ट्रोलमा छ भनेपछि उसले चाहिँ एउटा लिमिटेड पोर्सन मेन्टेन गरेर समय अनुसार कहिलेकाहीँ मिठाई पनि अलिकति चाखेर हेर्न चाहिँ सकिन्छ। यसको मतलब यो होइन मैले मिठाई खान प्रमोट गरेको भनेर, है त। अब स्वस्थ खानेकुरा भनेपछि अब मान्छेले चाहिँ के खान सक्छन् डायबिटिज भएको मान्छेले भनेपछि रोटी अथवा होल ग्रेन चपातीहरू, मिलेट, बाजरा, जौहरूको रोटीहरू चाहिँ प्रयोग गर्न सकिन्छ। अब राइस खानै पऱ्यो भनेपछि ब्राउन अथवा रेड राइसको एकदम मोडरेट पोर्सन, आधा कपदेखि 1 कप जतिको पकाएको चाहिँ भात चाहिँ सेवन गर्न सकिन्छ। तरकारीमा भेजिटेबल्सहरूमा चाहिँ सिजनल फ्रुट्स, सिजनल तरकारीहरू, हरियो तरकारी, सागपातहरू, काँक्रा, मुलाहरू म्याक्सिमम पोर्सनमा यो हुनुपर्ने हुन्छ। भनौँ न एउटा प्लेट हामीले चाहिँ खाना खान्छौँ भनेपछि त्यसको आधा जति पोर्सनमा तपाईँको चाहिँ हरियो सागपात हुनुपर्ने हुन्छ, आधामा चाहिँ तपाईँको प्रोटिन्स दालहरू हुनुपर्ने हुन्छ र आधामा जति तपाईँले अरू अन्य खानेकुराहरू राख्न सक्नुहुन्छ। भनेपछि तपाईँले चाहिँ प्रोटिनको स्रोतहरूमा चाहिँ तपाईँले दालहरू, लेग्युम्सहरू, गेडागुडीहरू, अन्डाहरू चाहिँ सेवन गर्न सक्नुहुन्छ। मासुको कुरा गर्ने भने त लिन चिकन अथवा चाहिँ त्यो बोसो रहितका रेड मिट बाहेकका चाहिँ अब मिट, चिकन अथवा चाहिँ माछाहरू चाहिँ सेवन गर्न सकिन्छ। अब फलफुल भनेको चाहिँ मान्छेहरूले चाहिँ अब सुगर भयो फलफुल खानै नहुने हो कि भन्ने सोचाइ हुन्छ। तर तपाईँले सिजनल फ्रुट्सहरूमा चाहिँ यदि तपाईँको सुगर अप्टिमममा चलिरहेछ, तपाईँले नियमित अरू सबै मेन्टेन गर्नु भएको छ भनेपछि तपाईँले चाहिँ कुनै दिनमा कुनै एउटा फल खान सक्नुहुन्छ। फलहरूमा पनि अब विशेष गरेर तपाईँले स्याउ, नासपातीहरू त्यस्तो सेवन गर्न सकिन्छ। अब धेरै नै गुलियो हुने अब चाहिँ केरा अथवा त्यस्तो कुराहरू चाहिँ म्याङ्गोहरू दिनु अलिक धेरै नै कार्बोहाइड्रेट बढी भएको हिसाबले त्यसलाई अलिकति एभोइड चाहिँ गर्नुपर्ने हुन्छ। सँगै चाहिँ अब स्न्याक्सहरूको कुरा गर्ने हो, खाजाको कुरा गर्ने हो भने त डिप फ्राइड स्न्याक्सहरू जस्तै अब समोसा, पकौडा तारेको त्यस्तो कुराहरू चाहिँ अलिक कम खानुपर्ने हुन्छ। बरु त्यसको सट्टामा तपाईँले चाहिँ
त्यो अब चनाहरू त्यस्तो भुटेको गेडागुडीहरू, चना स्प्राउटेड जुन अङ्कुरित जुन हुन्छ त्यसलाई हामीले खान सकिन्छ, अथवा पपकर्नलाई चाहिँ भुटेर बिना बटर भुटेर चाहिँ खान सकिन्छ, अथवा एक मुठा जति चाहिँ नट्सहरू चाहिँ खान मिल्छ है। अब खाना पकाउने कुरामा अब कसैले आफैले खाना पकाउनुहुन्छ भने चाहिँ त्यसमा चाहिँ अब तेलको कम चाहिँ प्रयोग हुनु पर्यो, तेलको प्रयोग चाहिँ कम हुन पर्यो। अलिभ ओइलहरू चाहिँ युज गर्न चाहिँ सकिन्छ। चिया कफी त्यस्ताहरू खानुहुन्छ भनेपछि त्यसमा पनि चिनी कम हुनु पर्यो। मेन कुरा के हो भन्दाखेरि खाना चाहिँ तपाईँले पुरै हामीले मनाही गरेको हुँदैन कि तपाईँले सानो प्लेट र बिस्तारै खानुहोस्, पोर्सन चाहिँ मेन्टेन गर्नुहोस्। तपाईँले चाहिँ तपाईँको पोर्सन मेन्टेन भयो भने सबै कुराहरू चाहिँ अलिअलि मात्रामा चाहिँ सेवन गर्न चाहिँ सकिन्छ। सँगैसँगै पर्याप्त पानी चाहिँ पिउनु पर्ने हुन्छ, आफूलाई हाइड्रेसन राम्रैसँग मेन्टेन गर्नुपर्ने हुन्छ। रेगुलर ब्लड सुगरको मोनिटरिङ चाहिँ एकदम आवश्यक हो। तनाव स्ट्रेसहरूले पनि तपाईँको ब्लड सुगर बढाइरहेको हुन्छ। सो तनाव व्यवस्थापन, स्ट्रेस व्यवस्थापनको लागि तपाईँले चाहिँ मेडिटेसन अथवा वकहरू गर्न सक्नुहुन्छ र तपाईँको हप्ताको 7 दिनमा तपाईँले कम्तीमा पनि 5 दिन जति ब्रिस्क वकिङ, हल्का चाहिँ हिँड्ने 25 देखि 30-35 मिनटसम्म अलिकति हिँडेको राम्रो हुन्छ। र तपाईँको निन्द्रा पनि आवश्यक हुन्छ। निन्द्रा पनि राम्रोसँग परेन भने तनाव हुन्छ, तनावपछि फेरि तपाईँको ब्लड सुगर बढ्ने हुन्छ। सो त्यसैले डायबिटिज चाहिँ रोक्न चाहिँ सकिन्छ यदि हामी सही डायट र सही एक्सर्साइज र रेगुलर चेकअप्सहरू अपनाउँछौँ भने। यो भिडियो तपाईँलाई इन्फर्मेटिभ लाग्यो भने तपाईँले सेयर गर्नुहोस् र आफ्नो परिवार साथीभाइहरूलाई जागरुक बनाउनुहोस्। हस्त, धन्यवाद।